पर्सेन्ट जसरी हामीले चाहिँ के अरे सरफमा हालेर चाहिँ वासिङ मेसिनमा हालेर लुगा धुन्छौँ नि त्यस्तै गरेर किडनीका नेफ्रोन्सहरूलाई धोइदिन्छ त्यो पत्थरहरू नि हान्छ पत्थरहरू धोइदिए पनि सकियो सबै जाने भयो के कस्तो काँचो ठुला ठुला पत्थर त अब समय लाग्ला धुलो तुलो बालो सल्ला सबै 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 हैन यो काँचो मकैको कि सुकेको मकैको पोत म चाहिँ विधि छ नातिन म हैन बिदिस म खास भनिसकेपछि मात्रै सोध्नु होला पहिला सोध्नु ताजा हो भने 250 ग्राम सुकेको हो भने 50 ग्राम भन्नुभयो ल्याउने धुने त्यसलाई मसिनो गरी काट्ने कुट्ने गर्ने अनि 3 लिटर पानी राख्ने अलगै 1 लिटर पानी हालेर त्यो हालेर पकाउने खोपसँग उम्लेपछि 5-10 मिनटसम्म पकाउने त्यसको रस आउँछ अनि त्यसलाई छानेर अर्को भाँडामा राख्ने पानीलाई त्यो फेरि 1 लिटर पानी अर्को हाल्ने फेरि त्यसलाई पकाउने त्यसैलाई त्यो 250 ग्राम या 50 ग्राम सुकेको फेरि त्यसलाई पकाउने ठिक छ फेरि रस आउँछ फेरि छानेर पानी अर्को ठाउँ राख्ने फेरि अर्को 1 लिटर पानी हालेर पकाउने 3 लिटर पानीलाई 3 पटक पकाउने त्यही एउटै वस्तुलाई बुझ्नुभयो पकाउने अब त्यो छानेर फालिदिनु सकियो यो झोललाई पकाएको जो रस छ त्यसलाई दिउँसोमा 1-1 घन्टा फरकमा 1-1 गिलास खाइरहनुहोस् एक दिनको काम भयो भोलिपल्टबाट फेरि यही विधिबाट त्यही मात्रामा फेरि पकाएर खानुहोस् पर्सिपल्ट पनि फेरि त्यही गर्नुहोस् 3 दिन खाने हो बुझ्नुभयो त्यसपछिबाट तपाईँको चाहिँ सिस्टम चालु हुन्छ 72 घन्टामा सिस्टम चालु भएपछि हुन्छ के त फेरि आत्तिनु पर्ला सुनिन सक्छ खुट्टाहरू यो खुरी गाँठाहरू ढेँगडा लाग्न सक्छ चक्कर लाग्न सक्छ यहाँ ढाड दुख्न सक्छ पेट दुख्न सक्छ उल्टी पनि आउन सक्छ अनेकौँ प्रकारका समस्याहरू आउँछन् समस्या आएपछि आत्तिनु हुँदैन काम गर्यो भनेर सम्झिने 3 दिनपछि खानु पनि परेन नर्मल अवस्थामा आउनुहोस् त्यसपछि सबै आफै प्रक्रिया नर्मल हुँदै जान्छ यसले चाहिँ धुन्छ मजाले किड्ने भए वर्षको एकपटक नभए 6-6 पटक 6-6 महिनामा एकपटक वर्षको एकपटक अनिवार्य धुनु पर्यो यति काम गर्नु केही पनि चाहिँदैन तपाईँलाई भएको चाहिँ त्यो जान्छ यति काम गर्नुहोस् यही सेम टु सेम यही काम गर्ने फेरि तरबुजको गेडा पनि यही काम गर्छ तरबुजको गेडा हामीलाई यहाँ सम्भव छैन धेरै चाहियो तरबुज त छन् अब तरबुज गेडा फालिदिन्छौँ हामीले तरबुज गेडा चबाएर खानुहोस् तरबुज खाने बेलामा त्यो रातो हुन्छ नि तरबुज त्यसको गेडा र मकैको त्यो चमरको काम एउटै हो